अप मुभी भन्न पाएन तपाईँहरूले पक्कै पनि थाहा भइसक्यो होला। अप मुभी भनेपछि अब सबले हेरिरहेको, बच्चामा हेरेको, मैले पनि हेरेको, तपाईँहरूले पनि हेरेको। तर तपाईँहरूले अप मुभी जसरी म पनि घर उडाउँछु भनेर सोच्नुभयो भने त्यो सपनामा नसोच्नु होला, किनकि एउटा मान्छे त्यस्तै अप मुभी जसरी म आकाशमा उड्छु भनेर सपना देखेको रहेछ। त्यसको बारे म भन्न लागेको छु, ध्यान दिएर सुन्नु होला पनि म आशा गर्दछु। यसको नाम चाहिँ क्यारी। यो चाहिँ 33 वर्षको उमेर। यो चाहिँ लास्टै नट्टी, सानोदेखि ठुलो हुन्जेलसम्म नट्टी भन्दा पाएन, चकचके नेपालीमा भनिदिएको, फेरि इङ्ग्लिसमा बुझ्नुहुन्न कि भने केही छैन। अब क्यारीलाई चाहिँ सानैदेखिकै एउटा ठुलो ड्रिम थियो अरे के, ड्रिम भनेको सपना थियो अरे टक्क लाएर माथिमा उड्ने। अनि त्यो लास्टै भयो भनेर अब चाहिँ म गर्छु भनेर एउटा आइडिया गरेछ। त्यो चाहिँ यो आइडिया चाहिँ के थियो भन्दाखेरि टक्क लाएर एउटा चियर राख्ने, त्यसमा चाहिँ टक्क लाएर बेलुन बाँध्ने, अनि बेलुनमा यस्तो सप्लाईहरू पानी सोडा अब के हुन्छ नि त खाने राख्ने, अनि उड्ने, अनि के हुने फेमस हुने। माथि गएर फेरि भगवान्सँग लुङ्गी डान्स हान्ने चाहिँ भने थिएन, फेरि माथि गएर टक्क लाएर फेमस हुने, फ्लाइ गर्ने के, फ्लाइ भनेको उड्ने नेपालीमा भनिदिएको, फेरि इङ्ग्लिसमा बुझ्नुहुन्न कि भनेर। अब त्यसले चाहिँ अब उड्छु भनेर आफ्नो डिसिजन लिइसकेछ। अब र्याली भनौँ न, र्यालीले के गरेछ भन्दाखेरि यो आइडिया चाहिँ म जसरी गर्छु भनेर कसको हेल्प लियो, आफ्नो गर्लफ्रेन्डको हेल्प लियो। कसको लिन्छ त होइन, आमा बाबाले त्यस्तो गर्न त पक्कै पनि दिँदैनन्। लट्ठीले लिएर लहातलाई, फेरि 33 वर्षको उमेरको बुढोलाई म्याटुक्ने लट्ठीले लहार्दा कहाँ राम्रो देखिन्छ त नि। त्यही भएर आफ्नो गर्लफ्रेन्डलाई भन्यो, गर्लफ्रेन्डको नाम चाहिँ म्यारीसँग डिसिजन गर्यो, म चाहिँ उड्छु, म यस्तो गर्छु, तिमी मेरो साथ दिन्छ। केटी फेरि के आफ्नो बोयफ्रेन्डले जे भन्दा नि नाइ त भन्दैनन् म्याटुक्ने। आफ्नो गर्लफ्रेन्ड छैन, त्यही पनि अब अरूको गर्लफ्रेन्ड भयो नि थाहा हुन्छ नि त। अब एक्सपिरियन्स भन्दा नि अरूको देखेर एक्सपिरियन्स भएको। अनि त्यसको गर्लफ्रेन्ड पनि म्यारी, त्यसको नाम चाहिँ म्यारी है, अघि पनि भन्थ्यो अहिले पनि भनिदिएँ। अब के गरे त, दुईजना मिलेर टक्क लाएर गर्लफ्रेन्डको ब्याकग्राउन्ड भन्यो नि, ब्याग पछाडि चोर के गार्डियन भन्यो, गार्डन भन्छ त्यसलाई, गार्डनमा गएर टक्क लाएर त्यहाँ चाहिँ त्यो प्लान के गर्ने, एक्सप्लोर भनेको के हो म्याट्रिक नि मलाई पनि थाहा छैन। म नेपाली मिडियममा पढेको मान्छेलाई के थाहा त्यो एक्सप्लोर भनेको होइन। त्यसको चाहिँ ब्याक याकमाबाट गार्डनमा गएर त्यहाँ चाहिँ त्यो प्लानलाई सक्सेस गर्ने भनेर दुईजनाले डिसिजन लिएछन्। अनि टक्क लाएर त्यो डिसिजन लिँदा त अब सामान त चाहियो। के गरेछ भन्दाखेरि गर्लफ्रेन्डले टक्क लाएर सुपर मार्केटमा गएर 5.7 इन्च बेलुन ठुलो हुन्छ, त्यो सेतोवाला स्पेसमै पुग्ने त्यो वाला चाहिँ टक्क लाएर 47वटा बेलुन लिएछि। त्यही माथि ग्यास अनि सप्लाई होइन, त्यसमा राख्ने चाहियो, खाना चाहियो, त्यसलाई पानी गरेर माथि गएर फेरि डिहाइड्रेट भएर फेरि झला होइन। त्यतिको माया त लाग्छ होला त्यसलाई पक्कै पनि बोयफ्रेन्डको। अनि टक्क लाएर एकैछिन म्याटुक्ने त्यो र्यालीको नाम चाहिँ र्याली नै हो, तर त्यो चाहिँ 33 उमेरको। अनि त्यसको गर्लफ्रेन्ड म्याटुक्ने 33 उमेरको नि गर्लफ्रेन्ड हुन्छ, वाइफ भने पो है। वाइफ त कहाँ भन्नु, आजभोलि अब त्यस्तै हो। म्याटुक्ने 40 वर्ष हुन्जेल सानी म्याटुक्ने गर्लफ्रेन्ड बनाएर हिँड्छन्। हामी भर्खर 22-23 वर्षकोले एउटा गर्लफ्रेन्ड पाउँदैन, गाह्रो छ। ओके, ब्याक टु स्टोरी। टक्क लाएर अनि सुपर मार्केटमा सबै चाहिने सप्लाईहरू लिएर टक्क लाएर ब्याग त्यसको घर पुगेछि। अनि दुईजना मिलेर बनाछन्, चियर राखे, टक्क लाएर बेलुन राखे, ग्यास भरे, अनि के गरे फेरि डोरी बाँधे नि, फेरि त्यसै त उड्ला। डोरी बाँधेर टक्क लाएर बेलुन कटोटा 45वटा बेलुन, अनि त्यसमा छेउछेउमा अब पानी, अब सोडा, बियर सियर के हो राखे, अनि ठक्क लाएर अनि आफ्नो प्लानलाई सक्सेस गर्ने भनेर रेडी भए। अनि त्यसको र्यालीको साथी चाहिँ फोटोग्राफर, त्यो चाहिँ टक्क लाएर त्यसले होइन उडेको भिडियो बनाउँछु भनेर होइन, र्यालीले चाहिँ त्यसलाई बोलाछ। अनि टक्क लाएर त्यसको साथी चाहिँ क्यामेरा रेडी राखेर के गर्ने मिसन स्टार्ट गरेर होइन, दुईजना चाहिँ टक्क लाएर
उता बस्यो नि त। अब नजिक बस्यो त फेरि जे नि हुनसक्छ, गाह्रो हुन्छ। टक्क लाएर रेडी गयो अनि टक्क लाएर चेयरमा बस्यो अनि त्यो डोरी बाँधेको खोल्न थाल्यो। पछि एकैछिन पछि टक्क लाएर हावा आयो, हावा उडिलापछि क्यारी के गर्यो, माथि उड्न थाल्यो। हरेक 10 सेकेन्डमा स्पिड बढ्दै गयो माथि जाँदाखेरि। टक्क लाएर उड्दै 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 टक्क लाएर 10 मिटर भन्दा नि माथि पुगेछ। अनि त्यो र्यारीको गर्लफ्रेन्ड भनौँ न, बोयफ्रेन्ड भन्न लाग्छु, गर्लफ्रेन्ड म्यारी र त्यसको साथी हेर भन्छ, आम्मामा हामीले त धेरै सोचेकै थिएन, त्यही 30 फिट त्यतिसम्म पुग्छ होला भनेर सोचेको थिएँ, तर उहाँ माथि पुग्यो भने दुईजना आम्मामा सक भन्छन् के, सक भनेको झट्का लाग्छ। अब त आफ्नो गर्लफ्रेन्डलाई त जसले पनि होइन माया त गर्छ। अब गर्लफ्रेन्डले के गर्छ भन्दाखेरि टोकी सोकीमा टक्का लाएर हेलो बेबी आर यु ओके भन्दा माथि गरी यस बेबी आई एम भेरी भेरी एक्साइटेड भन्छ टक्क लाएर होइन। र्यारीले चाहिँ एउटा कुरो हेर्न बिर्सेछ। टेकअप गर्नुभन्दा पहिला एउटा नोट बनाएको थियो र्यारीले, त्यसमा चाहिँ बेलुन यो सबलाई चाहियो, यो चाहिन्छ। अनि पिउ कस्तो बिर्सेको मैले, त्यसले चाहिँ पिउ के बेलुन फुटाउने हुन्छ नि त्यो बच्चाले खेलाउने, त्यो सिङ्का हालेर यस्तरी हान्दा फुट्ने, त्यो लिएर नि उडेको थियो फेरि। म त कस्तो भन्दा बिर्सेको, सरी है। अनि टक्क लाएर दुईजनाले र्यारीले चाहिँ टक्क लाएर के बिर्स्यो भन्दाखेरि त्यहाँ चाहिँ त्यसको घरतिर चाहिँ अब हुन्छ नि एयरलाइन उड्ने, हवाजहाज उड्ने एरिया पर्दो रहेछ, त्यसले त्यो हेर्न बिर्सेछ। र्यारी हरेक सेकेन्डमा माथि पुग्दै गयो। त्यसको गर्लफ्रेन्डको मुटु पनि ढुकढुक हुन थालेछ। अब के गरेछ भन्दाखेरि गर्लफ्रेन्डले र्यारी के अरे यो चाहिँ अब छोडिदिउँ भन्दै इङ्ग्लिसमा बोल्न लागेको म। अब यो प्लानलाई छोडिदिउँ होइन, माथि पुगिस्, अब तल चढ, गन युज गर अनि बेलुन फुटाएर तल आइज भन्दा क्यारी चाहिँ कहाँ मान्ने, म्याटुङले फर्स्ट टाइम आफ्नो ड्रिम पुरा गर्न माथि उड्दै गयो, मानेन। त्यसको गर्लफ्रेन्ड र र्यारीको साथी त म्याटुक्नी डराहान प्यानिक गरेछन् के गर्ने अब भनेर होइन, दुईजना भन गरेछन्। अनि टक्क लाएर र्यारी फेरि माथि चिलमा होइन माथि बादल माथि पुग्न लासी त अब अक्सिजनको कमी भयो त्यसलाई होइन। अक्सिजनको कमी किन हुन्छ, टक्क लाएर जति माथि गयो त्यति अक्सिजन कमी हुन्छ, जति तल भयो अक्सिजन हुन्छ होइन। त्यति बेला चाहिँ टक्क लाएर दुईवटा एरोप्लेन कमर्सियल एरोप्लेन चाहिँ उडिरहेको रहेछ। त्यति बेला उड्ने बेला चाहिँ त्यहाँको पाइलटले देखेछ, वाट द फक ख्यार भनेर इङ्ग्लिसमा भन्दैछ, के यो मान्छे बढाउन थालेछ क्या, बेलुन बानेर चेयरमा त्यही माथि उडिरह भनेर टक्क लाएर कन्ट्रोल रुममा गरेछ। त्यही एउटा पागल मान्छे रहेछ एउटा होइन, अब बेलुन बानेर चेयरमाथि उडिरह भनेछ। अनि सबैजना त यो कसरी पोसिबल हुनसक्छ भनेर अब कन्ट्रोल रुमहरूले होइन पुलिसलाई इन्फर्म गरेछन्। अनि पुलिसले इन्फर्म गरेपछि टक्क हेलिकप्टर पठाएछन् चेक गर्न लागि हो कि होइन। अब त्यसै त भन्दैन होला पाइलटले, म्याटुङ कसले पत्ताउँछ र बादलमा मान्छे उडिरह भनेर कसले पत्ताउँछ, मैले त पत्ताउन, कारण तिनीहरूले कहाँ विदेशीहरूले कहाँ पत्ताउँछ त होइन। अनि टक्क हेलिकप्टर लडाइ हेर्दा त म्याटुङ त त्यो त उडिरहेछ। अब र्यारीको चाहिँ अक्सिजन चाहिँ कम हुँदै गरेछ, त्यसलाई चाहिँ सास फेर्न गाह्रो भन्छ। अब त प्यानिक त भइहाल्छ नि त, अब सास फेर्न गाह्रो भयो, प्यानिक गऱ्यो होइन। अब र्यारीले के सोचेछ भन्दाखेरि अब चाहिँ भयो अक्सिजन लिन सकिनँ, अब जति माथि गयो त्यति मर्छु, जाडो पनि भइरहेछ होइन। अब जति अक्सिजन कम हुन्छ टेम्परेचर बढ्छ होइन, फ्रिज हुन्छ -डिग्रीमा पुग्छ अनि मरिन्छ भनेर अब म यसलाई फुटाउँछु भनेर टक्क लाएर एउटा दुईवटा तिनवटा गरी बेलुन फुटाछ। 45वटा बेलुनमा फुटाउँदै जाँदा टक्क लाएर चेयर यस्तो बच्छ। अब हावामा त चेयर त यता बच्छ, यता हुँदा त त्यसको पिउ खसेछ। फेरि साँच्चीकै बन्दुक होइन नि त्यो, भने त मैले सुइरो हाल्ने अनि झरेछ। अनि त म्याटुङ त र्याली के गरेछ, माथि पुग्यो कि तल कहाँ तलै पुग्यो नि। अब त त्यसले फुटाउँदै गरेछ नि त। अब 45मा त्यसले गरेर 15 भन्दा नि 20 जति चाहिँ फुटाइसकेको रहेछ। अनि त्यसको कारणले त्यो बेलुन चाहिँ टक्क लाएर तल आउँदै गरेछ। के गरे र्यालीको ज्यान बाँच्यो।
म भन्दैछु मैले आफैले क्वेसन गरिरहेको छु तल तल आउँदा 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 त्यो के भन्छ म्याटिङ म भन्दैछु नि के हुन्छ त तल तल आउँदै गर्दा टक्कला र खम्बाको तार हुन्छ त नाङको तार होइन त्यहाँतिर ल्यान्डिङ गर्छ कि यता अब जस्तो यहाँ पोल छ यहाँ तार छ के भयो अरे यहाँबाट आउँदैछ धन्दै ठोकिन्छ कि मनमा नै त के लियो होला माई गड आई एम डेड इङ्ग्लिसमा म मोडी म्याटुक्नी यसले गर्दा भनेर टक्कला त्यस्तो गर्दा त के हुन्छ नाङ्गो तारमा छोइन्छ चियर नि छोइन्छ त्यो म्याटुक्नीलाई करेन्ट लाएर गरेर के हुन्छ मर्छ केही हुँदैन बाँच्छ म्याटुक्नी तल गर्छ अनि टक्का लाएर के सोच्छन् तपाईँले पक्कै पनि सोच्नुभयो होला तल झऱ्यो यसले होइन रिवार्ड पायो होला अनि टक्का लाएर फेमस भयो होला त्यस्तो भयो होला भनेर सोच्नु भयो केही भएन पुलिसहरू आएर त्यसलाई लोयो के गर्दा किन लोयो भन्दाखेरि चाहिँ एयरलाइनको रुल ब्रेक गर्यो होइन एयरलाइनमा उडीसी त कहाँ ड्रोन त उडाउन पाएन होइन बेलुन सेलुन त उडाउन पाएन झन् मान्छे उड्दा त म्याटुनीलाई त जेलमा हालिदियो अब 10 दिनपछि चाहिँ त्यसको केस चाहिँ अब डाउन गरिदियो क्या डाउन भन्दा चाहिँ केसबाट हटाइदियो होइन अब यो म्याटुनी काम छैन यस्तो त्यसमा अब फर्स्ट टाइम पढेको भनेर पुलिसहरूले निकालेछ तर त्यहाँ पछि के भयो तपाईँलाई पक्कै थाहा भइसक्यो होला र्याली फेमस भयो टिभीमा म्याटुक्नी त्यसको प्रचार आइरहेको सबैजनाले त्यसलाई आमामामा भिडियो त भाइरल टिकटकमा भाइरल युट्युबमा भाइरल धन्दै त्यसको साथीले भिडियो गर्दै थियो र त्यो भाइरल हुन पायो होइन भाइरल भयो त्यसलाई टिभी सोमा बोलायो अनि त्यसले रिवार्ड पनि पायो फर्स्ट के दुनियाँको सबभन्दा फर्स्ट मान्छे जो बेलुनमा उडेको सोच्नुहोस् न म्याटुङ बेलुनमा उडेर माथि क्यास अरू त मर्छ नि यो चाहिँ बाँचेछ होइन रिवार्डमा बोलाएको छ अनि टक्का लाएर रिवार्ड गर्छन् सबले तारिफ गरेछन् अनि टिभी सोमा गएर वाट डु यु फिल डु यु एचिभ यर ड्रिम यस एब्सोल्युटली आई एचिभ माई ड्रिम भनेछ अब म्याटुङ नै मक्का परेछ अनि त्यहाँपछिको कुनै समयपछि टक्का लाएर क्यारी के भन्छ आफैलाई मारेछ सर्ट हानेर मोडेछ अब त्यसलाई किन मोडेछ त्यो चाहिँ मलाई डिटेलमा थाहा छैन तर लास्टमा जसरी नै मोडेछ त्यही हो अब म्याटुक्नी मोड्ने भएपछि म्याटुक्नी माथि गएर मोड्यो नि होइन अब तल झरेर फेमस भएपछि झन् पैसा पाउँछ फेमस भएपछि त होइन स्पोन्सर आउँछ सेलिब्रिटी हुन्छ त्यस्तो हुँदा नि म्याटुक्नी आफैलाई सर्ट हानेर मरेछ अब के भन्ने त्यसलाई होइन केही छैन गाइस तपाईँलाई भिडियो कस्तो लाग्यो पक्कै पनि राम्रो लाग्यो होला राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब गर्नु होला नराम्रो लाग्यो नि लाइक एन्ड सब्सक्राइब गर्नु होला भन्ने म आशा गर्दछु अहिले भिडियोलाई यति नै तपाईँहरूलाई कस्तो लाग्यो लेट मी नो इन कमेन्ट सेक्सन अहिलेलाई बाई सी यु नेक्स्ट भिडियो